गइरहेको छु। यो चाहिँ धेरै कलरको चाहिँ नभएर थोरै थोरै मैले ट्राई गरेको हो। यो चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ। सबै यो मुना आइसकेको छ। यसको जरा चुट्टिने सम्भावना हुन्छ, त्यही भएर बिस्तारै उखाल्नुपर्छ है। यसको चाहिँ एकदम लिसौलो माटोमा राख्नुपर्छ। यसरी जरा यसको छैन है, क्या आएको आइसकेको रहेछ। जरा यसरी आएको हुन्छ यो सितारा फुलको चाहिँ। तपाईँलाई अलिक मजाले म पानीमा चोबेर देखाउँछु। जरा आएको यसरी आएको हुन्छ है त जरा चाहिँ। तपाईँहरूले पनि यसरी नै मुना यो सिजनमा चाँडोभन्दा चाँडो राख्नु होला, एकदम छिटो सर्छ। अब यसलाई सानो पोली ब्यागमा सार्नुपर्छ र एकदम लिसौलो माटोमा चाहिँ मुना गाड्नुपर्छ। यसरी एकदम मजाले आउँछ सितारा फुलको चाहिँ है त। यसरी उखालिसके पछाडि चाहिँ यो साफ फन्जिसाइड यसरी जरामा लगाइदिने। त्यस पछाडि चाहिँ ठक्क यहाँ पोली ब्यागमा सार्ने है त। यसलाई यसो गर्ने, हल्का धेरै डुबाउनु हुँदैन, अनि ठक्क यसो गरेर राखिदिने हल्का तरिकाले। यसरी राख्ने, यस्तो मजाले सर्छ तपाईको। अनि सानोमै फुल्छ कि। अनि मल भएको माटोमा टक्क लगाइदिने यसरी। अनि यसरी राखिसके पछाडि चाहिँ एकदम सेडल जग्गामा राखिदिने कि। तयार भयो है त सितारा फुल।